दर्शक नमस्कार, म चेतन ओली। यति बेला म दाङको तुलसीपुर महानगरपालिकाको वडा नम्बर 6 स्थित यो गाइडर भन्ने स्थानमा छु। यहाँ चाहिँ विगत केही महिनादेखि एउटा सरकारी गाडी यो चाहिँ झाडीको बीचमा व्यवहारिक अवस्थामा छ भन्ने कुरा जानकारी प्राप्त भएपछि म आज यो ठाउँमा आएर के हो खास कुरा भनेर बुझ्ने कोसिस गरिरहेको छु। यो चाहिँ तपाईँ यो हात्ती खोवाको प्रहरी पिँढदेखि थोरै 50-100 मिटर तल होलासम्म जस्तो लाग्छ। यता सोही सडकमा पूर्वतर्फ रहेको एउटा खाली जग्गामा चाहिँ यो गाडी रोकिएको छ, एउटा सरकारी गाडी। यो तपाईँ देख्न सक्नुहुन्छ। त्यो झाडले चाहिँ यो पुरै पूर्ण लागेको अवस्था छ। यहाँ चाहिँ यो बागमतीको BAC 2672 नम्बरको गाडी हो। यो गाडी चाहिँ जहाँसम्म हामीले बुझ्दाखेरि यो सल्यानको दारमा गाउँपालिकाको हो भन्ने कुरा चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ। यो विषयमा हामीले चाहिँ दारमा गाउँपालिकाका अध्यक्षसँग पनि कुराकानी गर्नेछौँ। यो विगत 2-3 महिना 3-4 महिनादेखि गाडी चाहिँ यहाँ थन्किएको छ भन्ने कुरा छ र झारले चाहिँ यो गाडी यसरी चाहिँ पूर्ण लागेको अवस्था छ। एउटा सरकारी सम्पत्ति, एउटा चाहिँ सरकारी गाडी व्यवहारिक अवस्थामा लामो समयदेखि यहाँ रहँदाखेरि एउटा चाहिँ नागरिकले चाहिँ प्रश्न उठाउने बाटो भएको छ। एउटा सरकारको, राज्यको र जनताको करबाट सङ्कलित रकमबाट खरिद गरिएको गाडी, लाखौँ रुपियाँ पर्ने गाडीलाई यसरी व्यवहारिक अवस्थामा छोड्दाखेरि चाहिँ सबैले चाहिँ प्रश्न उठाइरहेको अवस्था छ। यहाँ चाहिँ लामो समयदेखि एउटा सरकारी गाडी चाहिँ यहाँ छ भनेर चाहिँ भनिसकेपछि म आज यहाँ आएको छु। खास कहिलेदेखि यहाँ गाडी देख्नु भएको छ भनेर पनि यहाँ हाम्रो एकजना दाइसँग कुराकानी गर्न गइरहेको हो। हजुरको परिचय भन्नु। मेरो नाम राजकुमार थापा। हजुर यो गाडी कहिलेदेखि देख्नु भएको छ? म लगभग 1.5 महिनादेखि यो यातायातको बाटो तलतिर हिँडिराखेको छु र त्यस क्रममा यो बाटोमा यो सरकारी गाडी देखिसकेपछि यो किन रोकियो, यत्रो दिनसम्म किन रोकिएको छ, नयाँ गाडी छ, अनि त्यसमा नयाँ स्कर्पियो नयाँ मोडलको छ। अनि हेर्दाखेरि तल हेर्दाखेरि चाहिँ सरकारी नम्बर प्लेट देखेँ। सरकारी नम्बर प्लेट देखिसकेपछि यो त हामीले सबै जनताले तिरेको करबाट किनिएको गाडी हो र किन दुरुपयोग भयो। यति राम्रो गाडी छ, लगभग 65-70 लाख रुपियाँ पर्ने गाडी हो, फुल अप्सनको गाडी त्यत्तिकै व्यवहारिक रूपमा छोडिसकेपछि मलाई चाहिँ कौतूहलता लाग्यो र यहाँ वरिपरिका समाजसँग पनि सोधेँ यो गाडी किन रोकेको छ, यत्रो समयसम्म किन रोकिरहेछ। अब त्यो बारेमा मलाई चाहिँ उत्सुकता भइसकेपछि फेरि पुनः चाहिँ म पत्रकारज्यूलाई बोलाएर यसको बारेमा जानकारी दिन्छु। खास कुरा के रहेछ, यदि बनाउने हो भने पनि ग्यारेजमा हुनुपर्ने अथवा गाउँपालिकामै हुनुपर्ने। त्यही कारणले गर्दाखेरि यो 3 महिनादेखि मैले यो ठाउँमा देखिरहेको छु गाडी। यो गाडी यहाँ राख्दाखेरि चाहिँ के समस्याहरू देख्नुभयो तपाईँले व्यक्तिगत विचारमा भन्दाखेरि? यो व्यक्तिगत रूपमा मैले भन्नुपर्दाखेरि यो गाडी धेरै समयसम्म यहाँ राख्दाखेरि खिया लाग्ने, त्यस पछाडि त्यहाँबाट यो झारहरूले पुरै पुर्दाखेरि भोलि यो कबाडमा जाने स्थिति आयो। यो इन्जिनहरू जाला अनि त्यस पछाडि यो राज्यको सम्पत्ति पुरै चाहिँ दोहन भन्दा पनि हुन्छ यसलाई, किनभने सम्पूर्ण यो बिग्रिएर जान्छ। अब त्यही कारणले गर्दाखेरि अब सचेत नागरिक भएको कारणले गर्दाखेरि एउटा मैले चाहिँ उहाँलाई इन्फर्मेसन मात्रै दिएको हो। खास समयमै यसको सदुपयोग होस् भन्ने चाहिँ भन्यो होइन त। अब के भन्नु छ? अब यो सम्बन्धित गाउँपालिकालाई अब सूचना दिएर खास कुरा के रहेछ, यसको किन रोकिएको रहेछ, अनि यदि बनाउनु पर्ने भयो भने बनाएर चाहिँ यसलाई प्रयोग गरियोस् भन्ने चाहिँ मेरो त्यही छ। यो विषयमा हामीले दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीसँग कुराकानी गरेका छौँ। यो सुन्नुहोस् उहाँसँगको कुराकानी। 2672 नम्बरको गाडी दारमा गाउँपालिकाको हो। 2672 त्यो उसको गाडी चाहिँ बाटोको साइडमा छ के? यो तपाईँको पालिकाको हो कि होइन? पक्नुहोस् है, के गर्नुपर्ने हो त्यसलाई? नै हो कि होइन भनेर हजुरले पुष्टि गर्नु पर्यो भन्ने कुरा हो। त्यो हुन 2672 हुनसक्छ। कति भयो? बा2 भयो होइन? BAC 2672 स्कर्पियो हो त्यो डबल क्याब। हजुर हो। ए के भएको सर? यो त्यो बनाउनलाई छोड्या हो, त्यहाँ ग्यारेजमा थियो, त्यहाँ घरमा ल्याएर राख्या होला। ए यहाँ घरमा बन्छ यो गाडी? घरमा बन्ने भन्दा पनि ग्यारेज बन्द भएको हुनाले हजुर त्यहाँ हाकिमको घरमा राखेको छ। ए तुलसीपुर ग्यारेज सब बन्द भएको छैन नि त? है त्यो त थाहा भएन, हाकिमलाई ड्राइभरलाई बुझौँला है। कति महिना भयो सर यस्तो भएको? ठ्याक्कै थाहा छैन मलाई। को चढ्ने गाडी हो यो? यो त सबै चढ्छन् पालिका मान्छेहरू भन्नाले। अब कोही यस्तो हाकिम चढ्ने अथवा उपाध्यक्ष चढ्ने, अध्यक्ष चढ्ने यस्तो कोही नै होइन? पालिकाको हो त्यो, व्यक्तिगत छैन। भनेपछि अरू गाडी पनि छ तपाईँको पालिकामा, त्यहाँ उता प्रयोग भइरहेछ, त्यही भएर यो गाडी खासै प्रयोगमा नआउने भयो भने त्यसले थन्काउनु भयो हो कि के हो?
अर्को छैन। अरू गाडी छैन तपाईँको पालिकामा? छैन। के चढ्नुहुन्छ त हजुरहरू आवश्यक पऱ्यो भने? बाइकमा जान्छौँ, त्यसपछि गएर भर्खरै हो त्यो भएको त बनाउँदैछ, पैसा नभएर राख्यो होला। कति लागिन्छ त्यो अनुमान? अब राख्या होला भन्नुहुन्छ हजुर, त एउटा जिम्मेवार मान्छे पालिका अध्यक्ष हुनुहुन्छ, यसको सबै कुरा जानकारी हुनुपर्ने हो। हुन त अब कति लाग्ने अनुमान हो, के बिग्रेको हो भन्ने कुरा त जानकारी त होला त हजुरलाई? मलाई थाहा छैन, त्यो हाकिमको नम्बर टिप्नुहोस् मसँग कुरा गर्नु। हाकिमलाई फोन लागेन सर, मैले फोन गरेको थिएँ। त्यो मर्मसम्म नि मलाई थाहा हुन्न। थाहै भएन होइन त? नम्बर गाडी चाहिँ हो, हजुर हो, ग्यारेज बन्द भएर राखेको छ भन्थे। हजुर यहाँ झन्डै 3-4 महिनादेखि यहीँ छ भन्ने कुरा हो। धारले तपाईँको गाडी देखिन्न यहाँ। ल